सम्पूर्ण कृषक तथा कृषि प्रेमी महानुभावहरूमा मेरो नमस्कार। नेपालमा अहिले कफी खेती गरिरहनुभएका र भविष्यमा कफी खेती गर्ने सोचमा रहनुभएका सम्पूर्ण कृषक र कृषि प्रेमी महानुभावहरूका लागि एकदमै जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। तपाईहरू यो भिडियो नछुटाइकन अन्त्यसम्म हेरिदिनुहोला। गुणस्तरीय उत्पादन र उच्च क्वालिटीको कफी उत्पादन गर्नका लागि हार्भेस्टिङ एकदमै महत्त्वपूर्ण हुन्छ। आज हामी उच्च क्वालिटीको र उच्च गुणस्तरीय कफी उत्पादनका लागि कसरी हार्भेस्ट गर्न सकिन्छ र कस्तो समयमा हार्भेस्ट गर्नुपर्छ भन्ने कुरामा यहाँ जानकारी दिन गइरहेका छौँ। कफी खेतीका लागि भूगोल र हावापानी कस्तो उपयुक्त हुन्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। समुद्री सतहको 600 मिटरदेखि 2000 मिटरसम्म कफी उत्पादन गर्न सकिन्छ भने 1000 मिटरदेखि 1600 मिटरसम्म एकदमै उचित र उत्तम मानिन्छ। कफी खेतीका लागि 15 डिग्री सेल्सियसदेखि 25 डिग्री सेल्सियससम्मको तापक्रम एकदमै राम्रो हुन्छ। वार्षिक वर्षाको अनुपात 1200 देखि 2500 मिलिमिटर वर्षा भएको एकदमै राम्रो हुन्छ। हल्का घाम पर्ने र पर्याप्त घाम पर्ने स्थान यसका लागि उपयुक्त हुन्छ भने दोमट जैविक पदार्थयुक्त पानी निकास राम्रो भएको ठाउँ यसका लागि राम्रो हुन्छ। पहाड, पूर्वी पहाड, मध्य पहाड र तराईका उच्च भूभाग उपयुक्त मानिन्छ। निलो, सफा र हावापानी स्थिर रहने स्थान उपयुक्त हुन्छ भने कफी खेतीका लागि भूगोल र हावापानी यस्तै खाले राम्रो हुन्छ। कफीको हार्भेस्टिङ गर्दाखेरि कफी चेरी अथवा कफीको फल पाक्यो कि पाकेन भनेर चिन्ने समय पनि एकदमै महत्त्वपूर्ण रहेको हुन्छ। कफीको फल हरियोबाट रातो वा रातोभन्दा अलि गाढा भयो भने कफी पाक्यो भनेर हामीले चिन्न सकिन्छ। फल अलिकति ठुलो र गोलो साइजको देखिन्छ। फलको कलर चम्किलो र कोमल देखिन्छ भने नरम र रसिलो महसुस हुन्छ। यसको स्वाद हामीले चपाउँदाखेरि मिठो र रसिलो हुन्छ भने एकदमै राम्रो हुन्छ। फल परिपक्व पाक्नका लागि 7 देखि 9 महिना लाग्छ भने बोटमा बस्ने अवस्था पनि यसको 7 देखि 9 महिना रहेको हुन्छ। नेपालको भौगोलिक बनावट अनुसार हार्भेस्ट गर्ने समय पनि क्षेत्र अनुसार विभिन्न ठाउँमा फरक हुन सक्छ। नेपालको तराई क्षेत्रमा 600 देखि 900 मिटरसम्मको उचाइमा नोभेम्बरदेखि जनवरीसम्म कफी हार्भेस्ट गर्न सकिन्छ भने मध्य पहाडमा 900 देखि 1500 मिटरसम्मको उचाइमा अक्टोबरदेखि डिसेम्बरसम्म कफीको हार्भेस्ट गर्न सकिन्छ। उच्च पहाडमा 1500 देखि 2000 मिटरसम्मको उचाइमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म कफीको हार्भेस्ट गर्न सकिन्छ। कफी हार्भेस्ट गर्दाखेरि क्षेत्र, उचाइ र जात अनुसार समय फरक पर्न सक्ने भएकाले एकदमै ध्यान दिएर हार्भेस्ट गर्नुपर्छ। कस्तो चेरी टिप्ने भनेर थाहा पाउनका लागि हामीले कफीको दाना हेरेर थाहा पाउन सकिन्छ। सुरुमा हरियो रङको हुन्छ। यदि हरियो रङको कफी छ भने स्वाद कम हुन्छ र यो अपरिपक्व भएको कारणले गर्दाखेरि हरियो दाना हामीले टिप्नु हुँदैन भने रातो र एकदमै राम्रो क्वालिटीको छ भने यो कफी टिप्नका लागि एकदमै उपयुक्त छ भनेर हामीले थाहा पाउन सकिन्छ र रातो खाले चेरी हामीले टिप्न सकिन्छ भने खैरो र अलिकति रङ गाढा भएको छ भने यसले स्वाद बिगार्न सक्छ। त्यसैले यस्तो खाले कफी हामीले हटाउनु पर्छ। त्यसैले कफी चेरी एकदमै रातो छ भने हामीले टिप्नका लागि एकदमै उपयुक्त भइसकेको छ भनेर थाहा पाउन सकिन्छ। कफी हार्भेस्ट गर्ने सही तरिका जानिएन भने कफीको गुणस्तर राम्रो निकाल्न सकिँदैन। सुरुमा हामीले कफी हार्भेस्ट गर्दाखेरि बोटको राम्रोसँग निरीक्षण गर्नुपर्छ। कफीको बोटमा पाकेको फलहरू छन् कि छैनन् वा राम्रोसँग पाकेको छ कि छैन भनेर कफीको फल पहिचान गर्नुपर्छ। सकेसम्म कफी जहिले पनि हातले मात्रै टिप्नुपर्छ। केवल पाकेको र रातो फल मात्र टिप्ने गर्नुपर्छ भने कफी टिप्दाखेरि जहिले पनि सफा भाँडोको प्रयोग गर्ने, टोकरी, डोको वा सफा प्लास्टिक प्रयोग गर्नुपर्छ। हामीले कफी टिप्दाखेरि बोटमा कुनै पनि नोक्सान नपुग्ने गरेर कफी टिप्नुपर्छ। कफीको हाँगा नतोड्ने वा पातहरू नझर्ने गरेर हामीले कफी टिप्नुपर्छ। कफी टिपिसकेपछि हामीले छायामा राख्नुपर्छ भने घाम लागेको ठाउँमा कफी राख्नु हुँदैन। यदि हामीले प्रशोधन गर्ने समय थाहा पाउनु छ भने 24 घण्टादेखि
48 घण्टाको बीचमा हामीले कफी प्रशोधन गरिसक्नुपर्छ। कफीको दाना एकै पटक सबै नपाक्ने भएकोले एक सिजनमा कति पटक हार्भेस्ट गर्ने भन्ने कुरामा पनि एकदमै महत्त्वपूर्ण ध्यान दिनुपर्छ। कफी बोटमा सबै फल एकैचोटि पाक्दैनन्। राम्रो गुणस्तरका लागि 4 देखि 6 पटकसम्म चयन गरी टिप्नु एकदमै उपयुक्त मानिन्छ भने प्रत्येक 7 देखि 15 दिनको अन्तरालमा पुनः बोट निरीक्षण गरी पाकेको फलहरू टिप्नुपर्छ। थोरै धेरै अथवा पटक पटक गर्दा गुणस्तर राम्रो हुन्छ। हरेक पटक पाकेको रातो फल मात्र टिप्नुपर्छ भने यसले कफीको गुणस्तरमा एकदमै राम्रो हुन्छ। कफी हार्भेस्ट गर्दाखेरि ध्यान दिनुपर्ने र सावधानीहरू पनि एकदमै महत्त्वपूर्ण रहेको हुन्छ। काँचो र धेरै पाकेको र सुक्खा फल हामीले कफी टिप्नु हुँदैन। कफी एकदमै पूर्ण रूपमा पाकिसकेपछि मात्र हामीले टिप्नुपर्छ। घाम लागेको बेला टिप्दा राम्रो हुन्छ भने बिहान 8 बजेदेखि वा बेलुका साँझ पखमा कफी टिप्नु एकदमै उपयुक्त मानिन्छ। फोहोर हात फोहोर भाँडो प्रयोग गर्नु हुँदैन। बोटलाई क्षति नपुग्ने गरी सावधानीपूर्वक टिप्नुपर्छ। टिपेको फल लामो समयसम्म घाममा नराख्नुहोस्। कफी हार्भेस्ट गरिसकेपछि हामीले तुरुन्त गर्नुपर्ने कामहरू के हुन्छ भन्ने कुरामा पनि हामीले यहाँ जानकारी दिएका छौँ। पाकेको र काँचो बिग्रेका फल राम्रो छुट्याउनु पर्छ। यदि हामीले यसरी फल छुट्याएन भने कफीको गुणस्तरमा कमी आउन सक्छ। सफा पानीले 2-3 पटक राम्ररी धुनुपर्छ भने यदि बाहिरी गुदी हटाउनुपर्छ। पल्पिङ विधिबाट यसलाई हामीले बाहिरी बोक्रा हटाउन सकिन्छ। 12 देखि 36 घण्टासम्म आवश्यकता अनुसार यसलाई फर्मेन्टेसन हुनका लागि छोडिदिनुपर्छ। वासिङ पूर्ण हामीले यसका दानाहरूलाई सफा पानीले एकदमै राम्रोसँग धुनुपर्छ भने ड्राइङ विधिमा हामीले घाममा वा ड्रायरमा 10 देखि 12% ओसमा सुकाउनु पर्छ। स्टोरेज गर्दाखेरि एकदमै ध्यान दिनुपर्ने कुरा भनेको हामीले सुक्खा, चिसो र हावा पास हुने स्थानमा भण्डारण गर्नु एकदमै उपयुक्त मानिन्छ। कफीको राम्रो हार्भेस्टले कफीको गुणस्तर र आम्दानीमा निकै प्रभाव पारिरहेको हुन्छ। गुणस्तरीय दाना उत्पादन हुन्छ भने राम्रो कप, गुणस्तर, स्वाद, सुगन्ध, शरीर प्राप्त हुन्छ। बजार मूल्य र मागमा पनि एकदमै बढोत्तरी हुन्छ भने ब्रान्ड मूल्य र किसानको प्रतिष्ठा पनि एकदमै उच्च हुन्छ। दीर्घकालीन रूपमा उत्पादन र आम्दानी वृद्धि हुन्छ भने यसले आर्थिक आय आम्दानी पनि एकदमै उच्च बनाइदिन्छ। मैले तपाईलाई जानकारी दिए अनुसार यस्तै विभिन्न तरिकाबाट कफीको हार्भेस्ट गर्न सक्नुभयो भने भविष्यमा गएर कफीको गुणस्तर र हाम्रो आर्थिक आम्दानी पनि एकदमै उच्च हुन्छ भनेर हामीले थाहा पाउन सकिन्छ। यस्तै विभिन्न जानकारीमूलक भिडियोको लागि यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यो भिडियो तपाईहरूलाई राम्रो लाग्यो भने आफ्ना कृषक साथीभाइहरूलाई यो भिडियो सेयर गर्न पनि नबिर्सनुहोला। हस्त धन्यवाद।